हातका यी औँलामा सृष्टि गर्ने शक्ति छ। मेरो सहमति छ। सबैले बाबाजीको कुरा सुनिदिनु होला। हस् हजुर, बाबुजीलाई धन्यवाद। बाबु, श्री स्वस्थानीको पूजा जसरी पनि गराउनु है, सबैको कल्याण हुनेछ। That sounds excellent. Go ahead and confirm the order for the new supplies. ओम नमः शिवाय। कसरी यो स्वस्थानीको कार्यक्रम हुन लाग्यो? बाहुन साउन बोलाउनु पर्ने होला। ल गुरुजी, हामीलाई त केही थाहा छैन। जे गर्नुपर्ने हो भन्नु होला, हामी सबै साथमा छौँ। ओ गुरुजी, साह्रै राम्रो कार्य हुन लागेछ। बरु बाहुन पो कसलाई बोलाउने हो? जस्ता तस्ता बाहुन भन्दा त हाम्रै बाबाजीले शुद्ध पढ्छन्। के गर्न चाहियो बाहुन अनि वामन बिना कसरी होला त काकु? रे ट्यापौ नारायण दाइकन बोलाउ रे। बरु तिनी राम्रो मन्त्र पढ्दा छन्। धेरै हाँसो मजाकको कुरो नगरौँ, बरु कसरी यो कार्यक्रम सम्पन्न गर्ने त्यो विषयतिर सोचौँ। बाहुनको कुरा परै छोडौँ। पूजा गर्नलाई केही सामग्री छैन भने पनि बालुवाको सामग्री बनाई पूजा गर्दा पनि स्वस्थानी माता प्रसन्न हुन्छन्। गाउँघरमा पनि सधैँ चाहिरहने एउटा त्रिपालको कुरा त यादै होला नि, तिरपाल मात्रै ओढेर हुन्छ कथा। नमः शिवाय भिनाजु, केही चिन्ता नगर्नु, एउटा पाल त हो, किन्दिउँला। म स्थान गुप्तीपुर शिव मन्दिर। आगामी पुष महिनाको 19 गतेदेखि श्री स्वस्थानी व्रत कथा हुने समय नजिकका लागि साँझ 8 बजे, टाढाका भक्तजनहरूको लागि दिउँसो 1 बजे।